गाइज वेलकम टु माई न्यू ब्लग। सो आजको ब्लगमा हजुरहरूलाई स्वागत छ। म चाहिँ भर्खरै कम्प्युटर क्लासबाट आएको। हजुरहरू पनि जोइन गर्न सक्नुहुन्छ कम्प्युटर क्लासमा। यो चाहिँ हाम्रो ठ्याक्कै नयाँ रोड चोक पूर्व बस काउन्टरको साइडमा छ है त। आज फेरि घाम पनि फेरि कस्तो चर्को लाग्दैछ आज। कृपया हजुरहरू पनि आएर कम्प्युटर क्लास जोइन गर्न सक्नुहुन्छ। आजको तापक्रम, आजको मौसम फेरि यस्तो फेरि बबाल छ नि। म चाहिँ मामा घर जान थालेको। मेरो मामा घर चाहिँ नजिकै छ। सबको लाइक, च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक, सेयर, सब्सक्राइब गर्न नबिर्सिनु होला। म हजुरलाई मेरो मामा घर पनि देखाउँदैछु। ठ्याक्कै म पढेको स्कुलको भित्रबाट जानुपर्छ है त साथीहरू। आज जानुपर्छ गाउँ घुम्दै। कम्प्युटर क्लासबाट म चाहिँ थ्योरी सबै सिद्ध्याएर भर्खरै अब मामा घरतिर लाग्दैछु। जीवनमा साथीहरू मेहनत भन्ने चिज चाहिँ गर्नु नै पर्दो रहेछ क्या। बल्ल मैले पनि बुझेको थिइनँ है, बल्ल बल्ल बुझ्दैछु। मेहनत भन्ने चिज चाहिँ गर्नुपर्दो रहेछ। मेहनत गरेन भने त साथीहरू केही कामै छैन। चाहे तपाईँ गेममा गर्नुहोस्, चाहे पढाइमा गर्नुहोस्, चाहे वा अन्य चिजहरूमा गर्नुहोस्, तर मेहनत चाहिँ गर्नुहोस्। यति भन्दै म मामा घरतिर लाग्दैछु। हजुरमामी चिया खाइज्यू? यो चाहिँ मेरो हजुरबा हजुरमामीको घर हो है त। ल हेर्नुहोस् गाइज, मेरो मामा घरको भ्यूहरू हो सबै। लेट्स सी है त। म मेरो मामा घर पनि हजुरहरूलाई सबैतिर देखाउँदछु। आजको मौसम साथीहरू पानी पर्ला जस्तो हुन्छ, तर पानी भन्छ अहिले परिरहेकै छैन। खै किन हो। ल म चाहिँ आइपुगिसकेँ म पढ्ने स्कुलमा। जुन चाहिँ म पढ्ने स्कुल त हो, तर परिस्थितिले गर्दा चाहिँ एउटा स्कुलबाट चाहिँ अर्को स्कुलमा ट्रान्सफर हुनु पर्यो। अगाडिको भ्लगमा तपाईँहरूले हजुरहरूले हेरि नै सक्नुभयो होला म पढेको स्कुल जुन चाहिँ मैले देखाएको थिएँ। हिलो पनि साथीहरू फेरि यस्तो हिलो छ नि, घारी दौडिँदैछु म मामा घर जानको लागि। घामले गर्दा नि साथीहरूले माथि यस्तो निदा टाउको ठाडो पारेर हेर्ने समस्या। ल मेरो मामा घरको भ्यूहरू हजुरहरू पनि आएर घुम्न सक्नुहुन्छ। कतै यो घरको माइजूकोमा गएर पानी खाइदिनु पर्यो। माइजू विज्ञान खै त। ल यो चाहिँ मेरो मामा घर हो है त। यो चाहिँ मेरो मामा घर हो है त। यो चाहिँ मेरो त खाना तरकारी के पाक्यो माइजू त भ्लगमा भनिदिनु पर्यो। आलु छ, प्याज छ, दाल छ, माम छ, सबै छ। ल यो चाहिँ मेरो माइजूहरूको रुम।
उहाँ मेरो साथी चाहिँ सुतिरहेको छ। नितेशले उहाँ भ्लग बनाउँदैछ हेर न अब। घरभित्रको भ्लग अब रोडको सिद्धो उ। यो चाहिँ मेरो मामा घर है त। ल साथीहरू, ल यो चाहिँ मेरो पहिलाको पुरानो मामा घर। हजुरहरू पनि घुम्न आउनु सक्नुहुनेछ है त। लेट्स सी है त। ल म मेरो अब नयाँ नयाँ मामा घर पनि देखाउँदछु र मेरो प्यारो भन्दा प्यारो बहिनीलाई पनि देखाउँदछु। यो चाहिँ के हो, के गर्दैछ चाहिँ? ल यहाँ चाहिँ अब तरकारीको सुरुवात हुँदैछ है त। ल त्यहाँ मामा चाहिँ सुतिरहेको छ, डिस्टर्ब नगरौँ। म यति भन्दै यो ब्लगलाई यहीँ व्यवस्था गर्न चाहन्छु। थ्याङ्क्स फर वाचिङ। लाइक, सेयर, सब्सक्राइब गर्न नबिर्सिनु होला।